यहाँहरूलाई सोधा चाहिँ के भन्नुहुन्छ? खानपिन भयो होला, यति बेला भइसक्यो। खान भयो, पिन भयो, खानपिन भन्ने शब्द अलग अन्दाजमा आफ्नै एउटा सेवन, खानपिनका सेवन कस्तो लाग्छ कुन्नी यहाँहरूलाई? यहाँहरू पनि गर्नुहुन्छ आफ्नो छासछुस। भूले भटके राही, हम तो है भूले भटके राही जैसा लगता है कभी कभी प्रचण्ड किसिम से त्यो पनि आउँछ एउटा मनमा। त्यो गाना सुन्नुभयो? गाना सुन्नुभयो? अति रमणीय गाना छ, दुईटा गाना अति नै राम्रो। हाम्रो बाल्य अवस्थाको सेहरा भन्ने गाना, फिल्मको गाना, सिनेमाको गाना, बायोस्कोपको गाना, बायोपिक रे अहिले भन्ने शब्द नेपालीहरूले पनि प्रयोग गरेको पाइन्छ। यी अहिलेका, अब म त्यसमा त नजाउँ, त्यो नभनौँ, त्यो गन्दा कुराहरू। खालि ट्विटर हेर्नुहोस्, खालि गन्दा कुरादेखि बाहेक केही पनि पाइँदैन। गाली गर्ने, यस्तो नराम्रो गाली गर्ने मानिस बौलायो, आफ्नो सबै कुरा बिर्स्यो। खास गरिकन संसारभरि नै छ, नेपालमा मात्र होइन, नेपालमा खास गरिकन यो आफ्नो एउटा, हुन त हामी के पढ्छौँ नि, सोशल स्टडिज परिवारमा, सदस्यमा, सोसाइटीमा बस्दाखेरि सोशल नर्म्सहरू फलो गर्नुपर्ने रहेन। त्यो कदापि रहेन। तपाईहरु दोष दिनुहुन्छ, म पनि दिन्छु। पोलिटिशियनहरूले, शासक वर्गले गर्यो भने हामीले गर्न किन न? अब यो कुरा छोड्नु, यो गाना सुन्नुस्। रसिया वो साजना तुझे दिल की दाग दिखलाती रे, उडेर आऊ मसित, तिमी आएनौ, यो म राखिदिन्छु। सुन्नुहोस्, आजको रमाइलो यतिमै बन्द गरौँ। र टेम्पटेसन भन्ने एउटा कुरा हुन्छ संसारभरमा। के को टेम्पटेसन छ? तपाईलाई म्यारेज खेल्ने टेम्पटेसन छ कि तपाईलाई अलिकति सोमरस पान गर्ने टेम्पटेसन छ कि, अथवा तपाईलाई कतै टुरमा जाने टेम्पटेसन छ कि, अथवा तपाईलाई होइन त्यतिकै बसेर फेसबुकमा ठोक्ने, ट्विटरमा ठोक्ने, मन परि गाली गलोच अघि भने जस्तै त्यसको टेम्पटेसन छ। जे पनि गर्नुहोस्, त्यसको जसो तसो, कसो कसो, फेरि यसो, यो सब यही नै हो। यो घुमिरहन्छ काल का पहिया, घूमे भैया लाख चले इंसान चले, लेके चले बारात कभी तो बिना सौमान चले। यो मर्ने बेलाको यो हुन्छ नि, आफ्नो सब यात्राको बयान गरिएको छ। यो सब यात्रा सबैको, मेरो, तपाईको, सारा यी जनहरूको, दुर्जनहरूको, सुजनहरू। यदि भन्दै बन्द गरौँ। गाना फेरि सुन्नु, आउनुहोस्। धन्यवाद सुन्नुभएकोमा। हाव ए गुड डे।